सो हेलो एन्ड नमस्ते गाइस। आजको हाम्रो यस हाइक चाहिँ यो धापडेमको हुनेवाला छ। मसँग मेरा साथीहरू छन् अगाडि 3 जना, शुभम, ज्याक अनि आइसमा, म उज्जवल अनि क्यामेराम्यानमा श्रेया। सो हेर्दै गर्नु होला भिडियो। हामी आज देखाउँछौँ हजुरहरूलाई धापडेमको जर्नी कस्तो हुन्छ, रुट कस्तो पर्छ। सो अहिलेको लागि बाई बाई गाइस, फेरि भेट्दै गर्नुपर्छ। सो अलिकति माथि गएपछि चाहिँ हामी यहाँनिर खाजा खानको लागि रोकिएको थियौँ र यहाँबाट भ्यू पनि एकदमै राम्रो देखिरहेको थियो। अहिले चाहिँ हामी सुन्दरजलको बस पार्कबाट माथि शिवपुरीको यो प्रवेशद्वारमा आइसकेका छौँ। यहाँ 100 रुपियाँ प्रति पर्सन हजुर टिकट काट्नुपर्छ। यहाँबाट सिधै उकालो सिधै स्ट्रेट आउनुभयो भने ठ्याक्क तपाईँहरू यहाँ आइपुग्नुहुन्छ। सुन्दर वेलकम टु शिवपुरी नागार्जुन नेसनल पार्क। सो यहाँ सिधै जान्छ। My name is आयुष्मान थापा। आज चाहिँ हामी सुन्दरी जलबाट धापडाम जान लाग्दैछौँ अनि यो चाहिँ हाम्रो अन द वे माथिबाट बाइक आउँदैछ, बाइकमा पनि जान मिल्छ। मेरो नाम शुभम अधिकारी, हामी धापडेम जाँदैछौँ। ल वेलकम टु आवर रुट। सो हामी चाहिँ अहिले सुन्दर जलबाट माथि आइसकेका छौँ र यहाँ सक्नुहुन्छ यस्तो नाइस है, भ्यू चाहिँ लुक्स गुड। अगाडि साथीहरू हिँड्दैछन्, म र श्रेया यहाँ छु अनि म यता छु किन अहिले क्यामेरा फर्काउन, किनभने उल्टो देख्छ फेरि, त्यही भएर श्रेया जाँदैछ अगाडि। नेचरलाई हेर्न रमाउन यसो धेरै टाइम पहिला नजिकै हो काठमाडौँबाट। इफ यु आर गाइज अराउन्ड काठमाडौँ फ्रम काठमाडौँ आउनु होला। सो हेर्न सक्नुहुन्छ इट्स गुड। भर्खर कति बजेर अहिले 8:25 हो। हामीलाई अब 4 घन्टा लाग्छ भन्ने कुरो छ। अब हेरौँ कति बेला पुगिन्छ। साथीलाई गर्मी भएर लुगा खोलिसकि। साथी के गरेको त्यस्तो? ल साथी यहाँनिर लाउँदैछु, गर्नु होला। हामी फेरि पनि भेट्नेछौँ। बाई बाई गाइज। सुन्दरजलबाट अलिकति माथि आइसकेको छौँ। हेर्नु सक्नुहुन्छ स्टार्टिङदेखि झर्ना छ कि इट्स लभली के साथी। यता मेरो आइसको साथीहरू सक्नुहुन्छ यहाँनिर। हामी अहिले फेरि भेट्नेछौँ यस्तो अमेजिङ भ्यूको साथमा। स्टे ट्युन, ब्लग अझै कन्टिन्यू हुनेछ। सो गाइज हामीले फर्स्ट चेकपोस्ट पार गरिसकेको छौँ। एज यु क्यान सी फर्स्ट चेकपोस्ट यस्तो वाला छ, त्यहाँ सुम आउँदैछ। इट्स गुड होइन, जस ठाउँ इन्जोय गर्नलाई एक दिन आउन केही फरक पर्दैन। अहिले लाइटको बढी भएर रहेछ। सो म यहाँ हिँड्दैछु, सुम पछाडि आउँदैछ, साथीहरू आउँदैछ नि, भाइ पढ्न आयो, केही छैन यस्तै छ। सो धापडाम जानलाई तपाईँहरू माथिबाट त्यहाँ सुन्दरजल लाने एउटा बाटो हो, तर त्यहाँ तलपट्टि लाग्नुपर्ने हुन्छ। अनि यो चाहिँ एउटा ड्याम जस्तो देख्नुहुन्छ कि यो पानी रोक्ने। अहिले पछि देखाउँछु। यो ड्यामबाट ठ्याक्क तल हामी चाहिँ आइपुगिन्छ। शुभम काफी स्टारबक्स हो यो चाहिँ है। स्टारबक्स है गाइस, सस्तो मस्तो मेड इन नेपाल, मेड इन शुभमको घर स्टारबक्स। यहाँ घाम लाग्दैछ भर्खर। नाइस, गुड इज गुड। एकैछिनको हाइकपछि यहाँ आइपुगिन्छ। त्यहाँबाट सिधै यो बाटो सनावर हो गाइस। सुम चाहिँ थाकेर बसिरह। अनि आइसमा 18 किलोमिटर लेफ्ट होइन। भर्खर हामी 1.5 किलोमिटर जति मात्रै हिँडेको छौँ। त्यसको आधा हेर, त्यो मान्छे होइन, यो जनावर हो। सो हामी चाहिँ हिँडेर अलिकति अगाडि आइसकेको छौँ। धेरै अगाडि पनि छैन, अराउन्ड त्यही 2.5 किलोमिटर आइपुग्यो होला। इट्स ट्रायल चाहिँ नट गुड, नट ब्याड। इट्स गुड तर नट ब्याड। अलि अफरोड छ, सायद बाइकहरू पनि आउँछ होला। सो हेर्दै गर्नु होला। अब पानी नभइसकेले त थाकिहालिन्छ, तर पनि ट्रायल चाहिँ गुड के। यसो सिनिक भ्यू हेर्दै, हुन त यहाँ अहिले त्यस्तो केही पनि छैन, सबैतिर जङ्गल मात्रै छ। तर इट्स त्यस्तो कोल्ड पनि छैन, त्यस्तो घाम पनि छैन। इट्स मोटर क्या, म भेस्ट र कट लगाएर हिँडिरहेको छु यहाँ होइन। इट्स गुड। साथीहरू अगाडि छन्, ज्याएको छु, म चाहिँ अगाडि गइसक्यो। सो म चाहिँ यहीँ छु अहिले होइन। एउटा गीत गाइदिउँ भनेको, तर म भनेको ओरिजिनल सिङ्गर हो। अनि मेरो भिडियोमा मलाई कपिराइट होइन, मलाई टेन्सन हुन्छ कि। सो बाई गाइस, फेरि भेटौँ ल। विल जोइन यु, फेरि पनि बिचमा भेटौँ ल। अनि एकैचोटि माथि गएर भेटौँ ल, किनभने त्यस्तो लङ मलाई भिडियो बनाउनु पनि छैन, किनभने फर्स्ट भिडियो हो। अब हामी साथीहरू यस्तै सर्ट हाइक नत्र लङ ट्रेक भयो भने पनि यसो यही भिडियो हाल्न मात्रै बनाएको च्यानल हो। सो आशा छ हजुरहरूलाई मन पर्ने छ। मन पऱ्यो भने सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला होइन। त्यही हो। बाई बाई गाइज फर नाउ। अहिले फेरि भेटौँ ल। सो गाइज हेर्न सक्नुहुन्छ, इट्स सो गुड हिल्स। त्यो रुख चाहिँ अति बभालै, अति बभा द्याट ट्री। साथीहरू यहाँ गइरहेछन्, म यहाँ छु। भ्यू चाहिँ ओभर नाइस। अहिले बोल खुल्नु लाग्यो कि मसँग।
त्यहाँ हिमाल चाहिँ अलिकति देखिन्न र क्यामेरा अलि त्यो वाइडबाट नर्मल गर्नु मिल्दैन गाइज लुक एट दिस के ओभर नाइस घाम लाग्दैछ हिँड्दैछौँ हामी साथीहरू त्यहाँ छन् इट्स सो गुड त्यो रुख चाहिँ मलाई नाइस लाग्यो है हेर्दै गरौँला हेर्दै गर्नु अरू हाम्रो भिडियो नि आउँछ थ्याङ्क यू गाइज सो गाइज यहाँ माथि एउटा फुटबल ग्राउन्ड रहेछ क्या नाइस यार यहाँनिर खेल्न पाउनु भनेको कति रमाइलो कुरा यार को चाहिँ खेल्छ होला यहाँनिर बल यार नाइस क्या खेल्न मन लाग्यो मलाई सम्मानित गएर खेल्छ भने एक दिन मलाई खेल्न लाग्यो बोला बबाल यार नाइस गाइज हामी चाहिँ अलिकति अहिले अगाडि आइसकेका छौँ बल्ल हामी आफ्नो डेस्टिनेसन पुग्न लाग्नु जस्तो लाग्दैछ नाइस हिमालय इट्स गुड जस्ट त्यो कलेजबाट भन्दा यहाँबाट सिम्स क्लोजर अनि नाइस पनि अनि वाइट पनि अलिक धेरै देखेको छ स्नो सो हेरौँ बल्ल आफ्नो डेस्टिनेसन पुग्यो जस्तो लाग्दैछ है हामी चाहिँ पुग्न लाग्यौँ भनौँ आइसमा श्रेया आधी घन्टा पुग्छौँ यहाँ भ्यू सम गुड त्यो घरतिर जङ्गल दाउरा लिन जस्तै फिल आइरहेछ है दोस्त ठिकै छ अब हेरौँ कति बेला पुगिन्छ त्यही हो त्यस्तो गाह्रो त छैन अहिलेसम्म त्यस्तो कति डाँडा पारी दोस्त हामी त ठिकै छ केही छैन यहाँ त भुइँचालो आइन हामीलाई बाल हुन्न हाम्रो जमिन फाट्दैन न त घर ढल्ने टेन्सन मात्रै हामीले यहाँनिर पहिरो नि जाला जस्तो छैन सो गाइस हामी चाहिँ अब उता एउटा बोर्ड थियो मैले त्यो भिडियो एकछिन अगाडि हालिदिन्छु अहिले अगाडिपट्टि हालिदिन्छु त्यहाँबाट चाहिँ अब 3 किलोमिटर छ ढाबड्याम अब यहाँबाट चाहिँ हेरौँ अब हामीलाई कति टाइम लाग्छ अब अघिसम्म चाहिँ हिँड्न नि लाज मानिरहेको थियो हिँड्नै सकेको थिइनँ हात्ती त्यो हिँड्न सकेको थिइनँ अघिदेखि अहिले यहाँ आएर चाहिँ कति सजिलो ट्रायल रे होइन आइसमा जाकी उहाँ छन् शुभम यहाँ छ त्यसपछि म यहाँ छु विथ आवर रोजी ग्याङ है अनि त्यही हो बाई बाई अहिले फेरि भेटौँला माथि टुप्पोमा यो त सिकेछु बे गर्दालाई चाहिँ पहिला यो पहिला जान्छु भन्दैछु यो 2 दिनपछि त्यो भएर लास्ट हामीलाई घुमाउनु ल्याइदियो त्यही छ अरू त्यस्तै हो वाह होइन क्यान्सल म होइन त्यसको अर्कै छ सो गाइस अब हामी अरू 1 घन्टामा पुग्छौँ आधी घन्टा 15 मिनटमा पुग्छौँ होला एन्ड दिस थिङ सक्स के यत्रो मान्छे हिँडेर आयो यत्रो मिहिनेत गरेर होइन 3 घन्टा 4 घन्टा सारा कोही मान्छे आउँछ फेर राइस उठेर अगाडि गइदिन्छ कि होइन सो त्यो देयर इज नो पोइन्ट के हेर न होला हामी जहाँ धेरै हिँडेर आएको पैसा निस्किसक्यो हिँडेर अनि कोही स्कुटरमा फ्याट्न आउँछ अनि वाट्स द मिनिङ अफ हाइक के यत्रो हिँड्यो हामी उनीहरू फ्यास्ट बाइक स्टोरमा हाइदिन्छन् सो त्यो चाहिँ अलिक आई डोन्ट लाइक होइन अनि बरु 2टा डिफ्रेन्ट ट्रायल हुनु पऱ्यो कि फर बाइक अरू छुट्टै अनि हाइकको लागि छुट्टै कि फर बाइकको लागि पुरा 40 किलोमिटर बनाइदियो हिँड्नेलाई अब 10 किलोमिटर भन्छ त त्यति भएपछि मान्छेहरू हाइक गर्न युज गर्छ कि अलिक सो त्यो चाहिँ राम्रो होइन यत्रो हामी हिँडेर आयो त्यो बिचरा आएछौँ सुम देखेको छैन कहाँ हामी यत्रो हिँडेर आइरहेछौँ अब कोही अगाडि आफूभन्दा अगाडि स्मार्ट स्कुटरमा गइदिन्छ अनि त्यो केही मिनिङै लाग्दैन कि त्यसको सो द्याट्स द थिङ आई डोन्ट लाइक अरू त्यस्तै हो ट्रायल इज गुड राम्रो छ बाटो पनि त्यसमा अलि बिचमा त नराम्रो थियो तर राम्रै छ मान्छे अब यसो छुट्टी स्पेन्ड गर्नलाई भनौँ न 4 घन्टा टु 4 हिँड्ने बानी छ भने 3.5 घन्टा आइपुग्छ नत्र भए 4.5 5 घन्टा लाग्छ त्यही हो सो गाइज वी आर अलमोस्ट एट धापड्याम है तर धापड्याम अनि हेर्नु सक्छ त्यहाँबाट जाने अगाडि धापड्याम चाहिँ बट लुक एट दिस म्यान हिमाल पहाड तराई कोही छैन तराई सो गुड होइन राम्रो देखिरहेको यहाँबाट भ्यू चाहिँ नाइस छ अझै हेरौँ अझै हाम्रो मेन डेस्टिनेसन कति छ भने अन्त बबाल हुन्छ भन्ने आश गरेर चाहिँ किनभने उताबाट त्यो साइड पनि हिमाल देखिरहेको तर अहिले आउनु देखाएको छैन अनि त्यही गरेर हेरौँ है गाइस बाई बाई फेरि भेट्नुपर्छ दिस इज वाट धापड्याम लुक लाइक त्यहाँ छनु क्याट ज्याकीहरू त्यहाँ गइसके सोम जाँदैछ दिस इज वाट धापड्याम इज नाइस है हिमाल So guys, welcome to Dhap Dam.
स्कुल खै साथीहरू धापडेम आइपुग्यो सो गाइस दिस इज धापडेम है इट्स लुकिङ नाइस प्रिटी त्यहाँ छन् हाम्रो साथीहरू म यता छु जुत्ता खोल्न लगाएको ओभर हो 12 बजे भर्खर हामी अराउन्ड 4 आवर्समा आइपुग्यौँ होला सो अब 2 बजीसम्म बस्छौँ है 2:30 बजीसम्म अनि त्यसपछि झर्छौँ अनि घर जानेछौँ है गाइज सो तबसम्म मलाई एकछिन टाइम ल्याप्स हाल्छौँ सिनेमेटिक सर्ट हालौँला होइन इन्जोय गाइज हामीले इन्जोय गरिहालौँ हजुरहरू पनि मेरो भिडियोको थ्रुबाट इन्जोय गर्नु होला हजुरहरूलाई पनि आउनु इन्ट्रेस्टेड हुनुहुन्छ भने गाइज अहिले चाहिँ हामी फाइनली धापड्याममा आइसकेको छौँ हामी रेस्ट गर्छ ज्याकी दादा यहाँ रेस्ट गर्दै हुनुहुन्छ होइन आइसमा यहाँनिर चटपटे पाक्दैछ चटपटे कुकिङ है गाइजहरूको यस्तै छ शुभम 1 नम्बरको शुभम है ठिकै छ नाइस छ एकदम फेरि पानीमा ढुङ्गा हान न उदल हटाउँदै त्यहाँबाट साइडमा बस्नु गुड गाइस हाम्रो चाहिँ यहाँ चटपटे बनिसकेको छ र हामी खाँदैछौँ यहाँनिर खाँदैछौँ एक मुठी आजको हाम्रो खाजा यही चटपटे हो गाइस चटपटे र फ्रुटी अनि फ्रुटी है गाइस चियर्स है खोइ त ल्यायो गाइस अब चाहिँ हामी धापड्यामबाट जाँदैछौँ भाइ भाइ एउटा कुकुरले अर्को कुकुरलाई यहाँनिर बिस्कुट खुवाउँदैछ यु क्यान सी राम्रो थियो धापड्यामको एक्सपिरियन्स एउटा टाइम लेप्स पनि बनाउन पाइएन राम्रोसँग यता हिमाल छ ऊ नाइस देख्दैछ अलिकति जुम गर्न मिल्दैन त्यही हो अब यो अलिकति खुला भयो झन् नाइस आउँथ्यो त ड्रोन सट हाल्नु झन् बल आउँथ्यो उता फोटो खिच्दैछन् साथीहरू के छ ज्याकी दादा हाम्रो ज्याकी ह्यान्डसम अनि म यहाँ उज्जवल ह्यान्डसम सो त्यही हो राम्रो एक्सपिरियन्स राम्रै भयो एउटा यहाँ पागल छ यहाँ अर्कै कुकुरलाई कुकुर बिस्कुट खुवाउँदैछ यस्तै हो राम्रो थियो धापड्याम आउनु होला हामी फेरि हिँड्ने यात्रा पैदल यात्रा फेरि सुरु अघि आउन 3.5 घन्टा लाग्थ्यो हेरौँ कति घन्टा लाग्छ अब झर्नलाई अरू त्यस्तै हो अब भेट्दै गरौँला अब फेरि हिँड्यो भने फेरि भ्लग बनाइहालिन्छ साथीहरूसँग यसो रमाइलो छ भने धापड्यामबाट फर्किँदैछौँ कस्तो लाग्छ साथी एक्सपिरियन्स भेट्दै गर्नुपर्छ अब हामी फेरि होइन यस्तै हो साथीभाइ बिचमा रमाइलो हो त हो नि रमाइलोको पलहरू क्याप्चर गर्ने यसो आफूलाई राख्ने ल यो चाहिँ हाम्रो ट्रायल अन द वे ब्याक हो यहाँबाट धापड्याम लाइनबाट थियो अनि मुभिङ ब्याक त्यही हो साथीहरू ल फेरि बाटोमा फेरि भेटौँ ल अब भ्लगमा अब कति पार्ट छुट्या क्लिपमा होइन कति छुट्या छैन के छ होइन त्यो चाहिँ मिलाउँला हजुरहरूले पनि बुझेर हेरिदिनु होला त्यस्तै छ नि अब होइन अब सब्सक्राइबर छैन 0 छ सब्सक्राइबर त्यही पनि म गाइज भन्दैछु धन्यवाद सपोर्टको लागि 1 सब्सक्राइबर मेरो लागि ठुलो कुरो हो बाई बाई गरिदियो बाई बाई गाइज गरिदियो बाई बाई गाइज ब्याक टु वेयर स्टार्टेड है 5:15 भयो अहिले चाहिँ आउन किन हामीलाई अलिकति बढी टाइम लाग्यो जस्तो लाग्यो तर अहिले 5:15 भइसकेको छ आइसमा यहाँ अगाडि चाहिँ अनि हियर आयाम होइन पहाडी ज्याकी छ श्रेया र शुभम अलि माथि नै छन् तिनीहरू अलिकति हिँड्नलाई डराउँदैछन् किन हो त्यही हो यही हो सोचेभन्दा त बढी टाइम लाग्यो आउनु चाहिँ अलिकता त्यही हो अब इस्टिमेट मिलाएर जस बिहान गएर छिटै हिँड्यो भने चाहिँ बेलुका चाहिँ अरू बेला जाँदाखेरि हाम्रो ठाडो उकालो हुन्थ्यो आज हाम्रो कस्तो थियो रुट ओह्रालो उकालो थियो अनि मेनको कुरो के भन्दा त गाइस मैले यिनीहरूलाई आधी घन्टा मैले अर्कै बाटो हिँडाइदिएँ कि म एउटा बाटो भनेर गएको अर्कै बाटो रहेछ नि त्यो आधी घन्टा अर्को बाटो हिँडेँ सो भेट्दै गरौँ ल बाई बाई फर्न अलिक किनभने यहाँनिर नोइज ब्याकग्राउन्ड अलिक बढी आउँछ सो बाई सो गाइज अब चाहिँ हामी फर्किँदैछौँ सुन्दरजलको त्यो टिकट काट्ने ठाउँनिर आइपुग्न लाग्यौँ आउँदा अलिक ढिलो भयो तर ठिकै छ केही छैन हाई कस्ट गुड प्लेस वाज गुड अल गुड यहाँबाट शुभम भन्ने छ देख्नु भएन होला कहाँले त्यसलाई देखेकै छैन कसैले यस्तो आधार भइसक्यो कि सो भेट्दै गयो अहिले म तल गएर फेरि एकचोटि म फेरि रेकर्डिङ अन गर्छु तर ओभर थकिन्छ के नै भने आज 6 घन्टा हिँड्ने होला कि एराउन्ड 26-27 किलोमिटर होला सायद कि बाफ्रे थैट ओभर
ठिकै छ केही छैन साथीहरू म श्रेया उहाँ अगाडि पुगिसक्यो ऊ त्यो तल्लो र तल्लो पुगिसक्यो श्रेया पुगिसक्यो हामी भर्खर आउँदैछौँ त्यो सुवामले ढिलो गरेँ कि ल देख्न सक्नुहुन्छ तपाईँले मलाई देख्नुभयो देखाएको छ सो अब जाउँ हेरौँ के हुन्छ सो गाइस त्यही हो ल बाई बाई हामीले चाहिँ गाडी नपाएर हामी चाहिँ ट्याक्सी बुक गरेर आयो गाडी सकिसकेको थियो बुटी आइस यहाँ सोमा गाडी छ होइन हामीले गाडी नपाएर महँगो आएको यही पानको बनाउनु ल मेन त्यो मन्दिर जाने साइड